सो हेलो एभ्रिवान, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो डे 29 मिनी ब्लगमा। कि हजुरहरू सबैजना सन्चै हुनु अनि म पनि सन्चै छु। अनि अहिले चाहिँ हामीहरू जानु लागेको हसबेन्ड मुभी हेर्न। त्योभन्दा अगाडि चाहिँ म पहिला खाना बनाएर देखाउँछु है त हजुर। मेरो हस्बेन्डको पनि छुट्टी थियो अनि मेरो मम्मी पनि कामदेखि आउनु भएको थियो। अनि त्यसैले चाहिँ म मासु बनाउँदै थिएँ। मलाई चाहिँ भोक लागिरहेको थियो। मैले चाहिँ भात पहिला नै बनाइसकेको थिएँ अनि म चाहिँ मासु बनाउन लागेको। साथीहरू, म चाहिँ कन्टेन्ट पनि केही पाउँदैन कि भिडियो बनाउनको लागि। अरूले यति साफ सफाई गर्ने, खाना पकाउने कहाँ हालिराख्नु भएको हुन्छ, म पनि यही मासु मात्रै पकाएको पनि कति हाल्नु होइन। अनि हामी चाहिँ मुभी हेर्न जानु थियो अनि म चाहिँ छिटो खाना बनाउँदै थिएँ। मम्मी आउँदै पनि हुनुहुन्थ्यो, भोक पनि लागेको छ भन्दै हुनुहुन्थ्यो। अनि हजुरहरू चाहिँ कसरी बनाउनुहुन्छ आफ्नो आफ्नो रेसिपी सेयर गर्नु होला। अनि मेरो चाहिँ यस्तै हो, म चाहिँ पहिला मासुलाई फ्राई गर्छु अनि यसलाई त्यसपछि चाहिँ मरमसलाहरू हालेर पडक पुरुक भुटेर यसलाई एकदम राम्रोसँग गर्नुपर्छ। त्यसपछि चाहिँ बन्छ। इन्डियाको मासु के जति बनाए पनि, जस्तो राम्रो बनाए पनि स्वाद नै नआउने। नेपालमा यत्तिकै खुर्सानी सिमोटेर बनाउँदा पनि यति राम्रो हुन्थ्यो, यहाँ चाहिँ यति मेहनत गर्दा पनि हुँदैन, पानी निस्किहाल्छ योबाट आफै। सो आजलाई मेरो मिनी ब्लग यति नै। फेरि भेटौँला अर्को भिडियोमा, त्यतिसम्मको लागि बाई बाई।